बोल्ने क्या मेरो चाहिँ साइलेन्ट भ्लग मात्रै त्यस्तो जग्गा कता हिँड्ने गरे दाजु आज खास शिवपुरी राष्ट्रिय निकुञ्ज हिँडेको हामी फर्स्ट टाइम कस्तो हुन्छ हेरौँ ओके दामी हुनेवाला छ हाम्रो लेट्स सी होइन अब यहाँनिर यस सुन्दरी जलमा चाहिँ वेलकम छ अब सबैलाई यति बाटो मात्रै हो स्याट्टै अब नेपाल विद्युत प्राधिकरण त यहाँ पनि रहेछ त नि माथि हाम्रो रेनिस टुङटुङ गइरहेछ छोरी चेलीहरू टन्नै छ जस्तो छ अगाडितिर हामी आएको चाहिँ 1 घन्टा भइसक्यो भनिदिउँ कि क्या दाजु यहाँ चाहिँ बस्ने ठाउँ रहेछ म चाहिँ बस्छु है यात्रा चाहिँ सुरु भइसकेको छ होइन अघिबाटै हिँडिरहेको छौँ गाडीबाट झरेपछि सुन्दरी जल यो यहाँ त जोड्ने हुन्छ कति रुपियाँ अरे डेस्टिनेसन त सुरु भइसकेको छ अब यात्रा चाहिँ यहाँ तल भिडियो गर्नु दिएन डिलिट गर्नु लगायो मेरो त्यसका बाजेलाई अब सुरुमै पौडी खेल्यो भने त अनि तनाव हुन्छ नि अनि एकदम बवाल रहेछ हाम्रो चाहिँ बवाल हेर्नु सक्नुहुन्छ हाम्रो खोला यहाँनिर हामी चाहिँ स्विमिङ खेल्छौँ कि भन्छौँ तर हामी हाम्रो यात्रा चाहिँ अलिक लामो हुन्छ त्यही भएर चाहिँ पौडी खेलिँदैन अझ अब पानी खानुपर्ने हुन्छ हामीले एक गाँस खाएर हामी हिँडिसकेको छौँ एकदम मिठो रहेछ तुरतुरे धाराको होला हामी पनि भक्तपुर चिसो फ्रेस कन्डिसनमै निस्किने रहेछ नि त मान्छे त बवाल तरिकामा थोरैसम्म चाहिँ हामी एकदम क्यामेरामा टोटल झिक्ने प्रयास गरिन्छ होइन नझिकेको खण्डमा चाहिँ रमाइरहनु भएको छ उहाँहरू एकदम यता पनि बवाल रहेछ नि त नि अनि यहाँ चाहिँ चिसो आइरहेछ अनि यहाँदेखि चाहिँ बवाल देखिँदो रहेछ नि त छाँगा आमा बवाल तरिकामा हो मान्छेहरू चाहिँ टन्नै बवाल रमाइलो भइरहेछ मान्छेहरू माथिबाट पनि झर्दो रहेछ नि त नि जाउँ होइन हामी यसरी अल्मलेर हुँदैन हेलो सबैजना आउनुहोस् अनि थाकेर हुन्छ त नि सबैजना आज उमा निस्किनुपर्छ टाढै भिडबाट फर्किनु हुँदैन ल हामी यहाँनिर टन्नै छौँ हामी दाजुभाइहरू 30जना पो अब हामी चाहिँ छुट्टै जानुपर्छ नत्र 30जनालाई छोडेर है ठिक छ ल बाई बिस्तारै आउनु ल टन्नै रमाइलो छ बवाल तरिकामा आउनु सबैजना बिस्तारै आउनुपर्छ उ तल हाम्रो दिदीबहिनीहरू पनि हुनुहुन्छ उ तल हजुर रमाइलो छ जोस धेरै पछाडि हिँड्नु पाइयो 1 वर्ष पछाडि नै होला यो ठाउँ चाहिँ फर्स्ट टाइमै भएको हुनाले पनि रमाइलो भइरहेछ टन्नै छ त्यही पनि आज शनिबार भएको हुनाले प्रायः मान्छेहरू हाइकिङ आइरहेछ रहेछ जस अहिले स्टुडेन्ट कलेजको विद्यार्थीहरू चाहिँ टन्नै भएको हुनाले चाहिँ रमाइलो मान्दै आउँदैछ प्रायः यतै जन्मेकोहरूलाई त गाह्रै हुन्छ हिँड्नु गल्यो गलिन्छ कि क्या त्यही होला हामी चाहिँ
हाम्रो ससुराल घरतिर आइपुग्नु आँटिसक्यो होइन दाजु म्याप तान्नु पर्दैन अब ससुराल गाउँ आइपुगिसक्यो जस्तो लाग्दैछ मलाई हाम्रो यात्राकै क्रममा छौँ आइरहेछ मजा लिइरहनु भएको छ उहाँहरूले पनि होइन दाजु अर्का लुगा खोलेर हिँड्नु तपाईँ दाजु What are you doing, man? अर्ग्यानिक तरिकामा हो पक्कासँगले केटाकेटीहरू पछाडि हुनुहुन्छ अनि यता दुईजना केटाकेटी म ठुलो मान्छे चाहिँ यता केटाहरू पछाडि आउँदैछ अब हाम्रो यात्रा चाहिँ एकदम नाजुकै छ अहिलेसम्म भर्खरै अलिअलि खाइयो के चाउचाउ साउचाउहरू आँपसाप फलफुलहरू त्यही भएर चाहिँ अब खोला पुगिन्छ होला खोलामा चाहिँ हामी बबाल स्विमिङ हान्छौँ त्यसपछि एकैचोटि चिसापानी ढ्यापड्याम भन्दै हामी चाहिँ हाम्रो गन्तव्यहरू चाहिँ टुङ्गाउँछौँ है त के पोलेर खाने तपाईँ त्यतिकै आगोमा त तापेर जाने पौडी खेलिसकेको मासु ल ठिक छ यतिको चाहिँ हुनु पऱ्यो यतिको उमेरमा ल ल बाई बाई खै बाई नै भन्दैन त हाम्रो भाइहरूले बाई ल बाई प्रज्वल राई भनेर थिच्नु ल अनि कान्छा माटोमा लेखा त PRAJWAL राई राई भ्लग त्यो भनेको चाहिँ बाउको बिहा आमाको रतेउली भनेको पनि थाहा छैन बबाल हजुर रतेउली रतेउली खेल्छ नि हामी चाहिँ पौडी खेलिएर है त्यहाँनिर अलिक धमिलो भएको भएर हामी खेलिएन अब डाइरेक्ट ढ्यापड्याम गइँदैछ बबाल बवाल भइरहेछ केटाकेटीहरू आउँदैछ एकदम चिसो चिसो पानी छ हेर्नु सक्नुहुन्छ बवाल बाटो चाहिँ अब सर्टकट हामी लागिसक्यो आँखामा टोक्ने गइन्छ त दाइ गइन्छ ए ल बाटो चाहिँ यस्तो रहेछ है हजुर हजुर त्यति मेरो हात यहीँ रहेछ नि त नि भाइ हो चाहिँ छ यो हो नि त नि खासमा हिँड्नुपर्ने बाटो भनेको यस्तो हो नि त नि अनि त्यही त नि रोटे रोट हिँड्नु त के आउनु त नि अनि अलिअलि घोच्नुपर्छ
नत्र त यस्तो हिँडेको बाटै मजा हुँदैन नि यस्तो छ ल केटाकेटीहरू नडराइकन बाघ भालु चितुवा पनि आउन सक्छ एकदम यहाँ चाहिँ मेरो काँडाले घोच्दिएको छ भनेर भन्नु पनि नमिल्ने हो त्यही पनि बाटो चाहिँ बबालै छ ठिक छ है अब चाहिँ हामीलाई आधी घन्टा जति होइन दाजु दाजु 15 मिनट तल रोड गएको भने चाहिँ हामीलाई लाग्थ्यो अरे 1 घन्टा 2 घन्टा जति अब हामी चाहिँ सर्टकट बाटो एकदम मान्छे हिँड्ने बाटो यस्तै चाहिएको थियो हामीलाई चितुवाको बच्चा उठ्या रहेछ आउनु है चिप्ली झऱ्यो भने त नि राति खोला पुग्ने रहेछ भने तर बाँकीको छ जङ्गल यो नि त पारा घर अलिक एक्लै आउनु चाहिँ डेन्जरै रहेछ बाटो चाहिँ यस्तो छ गाह्रो छ त्यही पनि गाह्रो नै हिँड्ने हो यहाँ आइसक्यो अब चाहिँ आइसक्नु आँटो तर नै यहाँ चाहिँ जुत्ता खोल्नु पर्ने रहेछ यहाँ जानु लागि अनि यहाँदेखि अब यता पुग्यो ल ठिक छ ल एकदम यहाँ चाहिँ जुत्ता खोल्नु पर्ने यहाँ चाहिँ नखोलिलो हिँड्नु त हेलो साँच्चौ यस्तो छ बाटो अनि खुकुरी अघि नै नलिदिएको भए त अनि दामी काटिन्थ्यो नि अब के गर्नु फाइनल्ली हामी चाहिँ आइपुगिसक्यो है
यहाँ हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी हाम्रो गन्तव्य फर्स्ट चाहिँ आइपुग्यो, अझै सेकेन्ड त पुग्नै बाँकी छैन दाजु। पुग्नु नपुग्नु अझ कि बेसारा भन्दै दिनुपर्छ नि। पानी यसभित्र ड्याम त गारा लगाएको जस्तो त्यस्तै रहेछ। अब यो चाहिँ भर्याङ हामी चढिन्छ। यो भर्याङ चाहिँ अब बबाल चढ्नुपर्छ हामी। हाम्रो फाइनल पोइन्ट चाहिँ आउनु आँटिसकिसक्यो। अब धेरै होइन, 10 सेकेन्ड। 1 2 3 4 5 6 7 8 9 10। यत्रो त रहेछ अनि फाइनल पोइन्ट चाहिँ यही हो हाम्रो। अहिले चाहिँ कति बज्यो ठ्याक राखेँ, हामी घरबाट चाहिँ 7 बजी हिँडेको। 7 पनि नबज्यो होला, 7:30 6:30तिर। अनि टक्क अहिले चाहिँ हामीलाई 2:24 गइसकेको छ। हामीलाई कति टाइम भयो भनेर तपाईँहरूले क्यालकुलेट गर्नु सक्नुहुन्छ। बबाल ड्याम ट्याक्राकै चाहिँ यो चाहिँ आर्टिफिसियल हो, मान्छेले नै यो चाहिँ उ गरेको, यो नेचुरल होइन ड्याम जस्तो लाग्छ मलाई, त्यसको कथा सुनेअनुसार चाहिँ। अनि हो यो त काठमाडौँलाई उमा झार्नुको लागि हो क्या। यो के भन्छ, बागमतीलाई अलिक सफा बनाउनुको लागि। दामी माथि घरहरू देख्न सक्नुहुन्छ, बनाएको अफिसहरू होला। अनि हाम्रो ज्याकहरू चाहिँ कता ढिलो। हामी चाहिँ ड्याममा फाइनल्ली आइपुगिसकेको छ। अनि चाहिँ हामीलाई कम्तीमा पनि 6 घन्टा चाहिँ टोटल्ली लाग्यो। अनि हिँड्नु मात्रै चाहिँ हामी 10 बजी 9:20 बाटो हिँडेको। अहिले चाहिँ 1:20 भनेपछि झन्डै 4 घन्टा जतिमा चाहिँ आइपुगिँदो रहेछ तल सुन्दरी जलबाट। तर भने धेरै हिँड्यो, अलि चाहिँ सर्टकट यहाँ बाटो आयो होइन, यता बाटो जङ्गल अनि रोड त बाटो आएको बाटो झन्डै अझै 2 घन्टै जति थप लाग्थ्यो अरे भन्ने चाहिँ सुन्नुमा आइरहेछ होइन। त्यही भएर यस्तो रहेछ हाम्रो आजको डेस्टिनेसन चाहिँ यहीँसम्मको हुन्छ होइन, ड्यामसम्मै। अनि त्यो चाहिँ के भन्दाखेरि अब हामी चिसापानी भन्ने पनि ठाउँ चाहिँ जाने भनेको। तर अब हेरौँ, यहाँनिर अब खाजासाजा लिएर आएको छौँ नि त। आज चाहिँ हाम्रो फुल हाइकिङ एकदम लो कस्टमा, एकदम फिजिकल एक्सर्साइजको लागि पनि एकदम हुन्छ नि त यसो भनेर चाहिँ आज हामी चाहिँ धेरै पछि हाम्रो मिसन सोनिया दाइले चाहिँ डुलाइरहनु भएको छ। त्यही भएर हामी चाहिँ आज शिवपुरी नेसनल पार्क पनि आएको भन्ने हामीलाई लाग्छ। बबाल भयो आज, रमाइलो हिँड्यो टन्नै। त्यही भएर कालो माथि निलो भइसकिसकेको छ घाममा हिँड्दा यस्तै हो, जङ्गलको बाटो बबाल देखियो। अब चाहिँ ड्यामबाट हामी चाहिँ चिसापानी जाँदैछौँ होइन। धेरै टाढो रहेछ, अरू घन्टा भन्छ कति भन्छ, गाह्रै छ जस्तो छ होइन हिँड्नुलाई। 2 बजिसक्यो, कति बजी ड्याम त पुग्छ। चिसापानी गएर ब्याक केटिएम हुनु गाह्रो हुने रहेछ। अनि त जाँदैछ हाम्रो केटाकेटीहरू, यतिको तगरा नै हुनुहुँदो रहेछ। अहिले चाहिँ हामी यहाँनिर मेलन्ची नगरपालिका यहाँलाई हार्दिक स्वागत गर्छ। हामी चाहिँ हाम्रो फाइनल भनेको त्यही हो, यहीँसम्म हो हाम्रो आजको हाइकिङ भनेको। अब हामी भरे जानुपर्ने चाहिँ यताबाट हुन्छ, फेरि सुन्दरी जल अझै 4 घन्टा जति लाग्छ अरे। अहिले 2:30 भइसकेको छ, गाडी आउँदैछ, बबाल हान्नुपर्छ अब। के भन्छ, थाल माग्यो दिन्थ्यो होला नि, एउटा प्लेट माग तपाईँहरू। यो त मोमोको अचार जस्तो सेन आएर छ त, गुन्द्रुकको अचार। मोमो पनि हो। मैले भाँडा लिएको नि पकाएर खानु पर्यो भनेर।
त्यहाँ चम्चा छ चमै छ त्यहाँनिर आम्मा लोकल तरिकामा हो भित्र करेन्ट बन्दैछ अचारहरू चाम्रो प्रसाद एकजनाले भने खास बनाउँछ बाबा खानुपर्छ हो खाजा यो खान दिनुपर्छ यस्तो ठाउँमा आएर खाने त हो त यो अनि अब हामी चाहिँ खान्छौँ यो धेरै देखाउनु हुँदैन हाम्रो सबै करेन्ट खाएर सबै सेन्टी फ्ल्याट भइसकेको छ सेन्टी फ्ल्याट भएको छैन खिचिक मात्रै हुँदो रहेछ पिरियडले आउँदैन छौ म हेरेरै हो है सहेको छटपटीले आज डेन्जर ठाउँ पुगिने रहेछौँ हाम्रो हेलो नमस्ते जस गुड छ एकदम यस्तो ठाउँमा चाहिँ हाइकिङ गरिँदैछ हिँडिँदैछ बवाल भइरहेछ भने चाहिँ तर मैले चाहिँ निकै गरिदिएको महसुस भइरहेछ है बिस्तारै बिस्तारै झर्नुपर्छ अहिले चाहिँ टोटल्ली हामी लेकमा आए जस्तो फिल भइरहेछ है पुरा हैटेरिका जाडो शिवपुरी पिक अनि यो ठ्याक्कैलाई चाहिँ देउराली भन्दो रहेछ कि लाटा हो यसलाई ठ्याक्कैलाई चाहिँ देउराली भन्दो रहेछ अनि उता चाहिँ पिक रहेछ यता चाहिँ सुन्दरी जल रहेछ कि गुहेहरू त्यत्तिकै गोलोमा देखाएको रहेछ नि त देउराली भनेको यो चाहिँ देउराली रहेछ डु अन्डरस्ट्यान्ड भन्नु छैन कोही पनि बोल्दैन त्यही पनि ठिक छ भनेर अब सक्दिनबाट म र घडी सँगसँगै पुग्छौँ त्यति चाहिँ म लेखेर दिन्छु काँचो कागजमा एक्ज्याक्ट अनि ठ्याक्क घडी सरासरी झरिँदैछ अब चाहिँ 1 घन्टा तल भ्याली हेर्नु सक्नुहुन्छ सुन्दरी जल हामी चाहिँ धनाधम हाम्रो गन्तव्यतर्फ एकदम अब 1 घन्टा जति लाग्छ होला हेर्नु सक्नुहुन्छ यो पुरै यो घुम्दै जानुपर्ने फोटोहरू आधा बाटोमै पानीले चाहिँ कुटो हेर्नु सक्नुहुन्छ हामीलाई होइन टक्क खोइ छाता एक एकवटा 2-2 जना यहाँनिर झिगाउनु एक एकवटा होला हाम्रो यात्रा चाहिँ एकदम सँगले मार्ने रहेछ अनि नहुने रहेछ नि त नि यो त हामी चाहिँ सुन्दरी जलको ड्यामै पुगेको छैनौँ
रातिको 12 बजिसक्यो हेर्न सक्नुहुन्छ भनेर आज हामीलाई आर्मीले चाहिँ जान दिँदैन जस्तो लागिरहेछ ल अहिले चाहिँ हामी चाबेल चोक आइसकेको छ अहिले चाहिँ कति 8:30 भइसकेको छ है बवाल तरिकामा चाबेल चोक हानिँदैछ दामी छ यस रमाइलो हाम्रो आज 10 घन्टा 12 घन्टाको टुर चाहिँ दामी भइरहेको छ होइन चाबेल चोक हेर्न सक्नुहुन्छ हाम्रो बुन एकदम भिजेर रुत्रुके मुसा भएको छ हाम्रो केटाहरू चाहिँ पर्दिरहेछ त्यही पनि ठिक छ चाबेल चोक अब यहाँ पर मित्र पार्क पुग्छ हेर्न सक्नुहुन्छ गाडीहरू चाहिँ ड्राइभहरू यहाँनिर टन्नै रहेछ गाडीहरू अब हामी चाहिँ यहाँबाट भक्तपुरको चल्दिन्छ होला जस्तो लाग्छ गाडी कि ट्याक्सीमा जानुपर्ने हो हामी त्यो चाहिँ त्यति याद छैन हाम्रो मिसन दाइले के गर्छ त्यो चाहिँ चाबेलको पुल मित्र पार्क यहाँनिर हो कहाँको दाइ ए सातो बाटोको रहेछ सातो बाटोको रहेछ हामी हाम्रो ट्याक्क लगाएर 9:30 गइसकेको छ यहाँनिर सल्लाह गाडी 3 कुनेमा पनि अझै पनि हामी हाइकिङ गर्ने सल्लाह गाडी 3 कुनेमा चाहिँ हामी 9 बजी 9:30 बजीसम्म हाइकिङमै छौँ कस्तो